सो हे गाइज तपाईहरुलाई स्वागत छ मेरो नयाँ मिनी भ्लगमा र आज मैले चाहिँ हजुरहरुलाई मेरो यहाँ छतमा आइसकेको छु मैले अनि यहाँ टपमा के कसो हाम्रो छतमा के कस्तो छ तपाईहरु सबलाई देखाउन चाहिँ हेर्न सक्नुहुन्छ पछाडीबाट यस्तो राम्रो भ्यू आउँछ हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू आइसकेको छ हरियालीले भरिएको हैन अब चाहिँ रोपाइको बेला पनि लाइसकेको छ असारमा पछाडी हेर्न सक्नुहुन्छ र यता साइडमा हेर्न सक्नुहुन्छ मैले यता लिएर गइसकेको छु मोबाइल र यता पछाडी हेर्नु लुक पनि बबाल हुन्छ र हाम्रो चाहिँ माथिपट्टिको कोठामा हेर्न सक्नुहुन्छ मकै नै मकै भरिएको छ किनकि मकै स्याहारेको नि त तलभरि हेर्नु त सोस्कर नङ्गाएर अर्को छुट्टै नङ्गाको वाला छुट्टै पोस्कर वाला छुट्टै बनाएर राखेका छौँ र हेर्न सक्नुहुन्छ आलु सालु कुइन्न र लसुन ससुनहरू पनि बिग्रिन्न भनेर हामीले झ्यालमा झुन्ना राखेका छौँ किनकि यस्तै झुन्ना राखेपछि राम्रो पनि देखिन्छ एउटा कुरो अर्को कुरो चाहिँ बिग्रिँदा पनि बिग्रिन्न हेर्न सक्नुहुन्छ तपाईहरुले यसै गरेर झुन्ना राख्न सक्नुहुन्छ किनकि झुन्ना राखेपछि राम्रो पनि हुन्छ किरा पनि लाग्दैन र कुइदा पनि कुइन्न र यसै क्रममा म चाहिँ कोठाबाट बाहिर आइसकेर हेर्न सक्नुहुन्छ हाम्रो छतको वरिपरि र आजको लागि यति नै गाइज र बाँकी भ्लग